नमस्ते यहाँहरूलाई। म चाहिँ यहाँ आज सिमेन्टको गमला कसरी बनाउने भन्ने चाहिँ नि सिकाउन गइरहेको छु। तपाईँले सिमेन्टको गमला बनाएर आफ्नो घर आँगन बारदली कौसीमा राखेर फुलहरू रोप्न सक्नुहुन्छ। यो चाहिँ लङ लास्टिङ टिक्छ। यो चाहिँ एकदमै दीर्घकालीन रूपमा टिक्न सक्छ। प्लास्टिकको गमला चाहिँ फुटिहाल्नु भएको कारणले गर्दाखेरि सिमेन्टको गमला चाहिँ तपाईँ आफैले अब घरैमा बनाएर चाहिँ यसलाई राख्न सक्नुहुन्छ। यसलाई बनाउनको लागि चाहिने सामानहरू म तपाईँहरूलाई बताउन गइरहेको छु। त्यसको लागि सबभन्दा पहिले तपाईँहरूले एउटा डढेको मोबिल, यो डढेको मोबिल चाहिन्छ। यो चाहिँ अनि अर्को गमलाको फेदमा पाल पार्ने एउटा सिन्का, डटपेनले पनि तपाईँले पाल पार्न सक्नुहुन्छ। मैले काठको अथवा बाँसको टुक्राको बनाउन सक्छु। मैले चाहिँ बाँसको हाँगाको सानो टुक्राको तयार गरेको छु। त्यसपछि यो सानो खालको कर्नी, टिप काट्ने कर्नी चाहिन्छ। त्यसपछि गमलालाई सफा गर्नको लागि सफा हुनुपर्छ गमला। अनि गमलालाई सफा गर्नको लागि गमलाको फर्मा भनौँ न, फर्मा चाहिँ प्लास्टिककै गमला हुनुपर्छ। यो बजारमा किन्न पाइन्छ। यो बजारमा किनेको गमला, प्लास्टिकको गमला विभिन्न साइजमा हुन्छ। तपाईँले आफ्नो इच्छा अनुसार, आफ्नो आवश्यकता अनुसार तपाईँले गमलाको साइज चुन्न सक्नुहुन्छ, छान्न सक्नुहुन्छ। अनि यो चाहिँ आफूलाई जस्तो यो बुट्टा इच्छा लाग्छ त्यस्तै बुट्टाको तपाईँले गमलाहरू युज गर्न सक्नुहुन्छ। यो बुटेदार गमला, अनि साइज पनि त्यसै गरी अब सिमेन्ट मैले चाहिँ यहाँ तयार गरिरहेको छु। सिमेन्ट मिक्स गरेर 3:1 को रेसियोमा सिमेन्ट मिक्स गर्नु होला। त्यसपछि त्यसलाई चाहिँ गमलामा राम्ररी सफा गरेर, गमला चाहिँ अब नयाँ गमला सफा गर्नु पर्दैन, तर अब एकपल्ट युज गरिसकेको गमला चाहिँ फर्मा चाहिँ फेरि यसलाई चाहिँ कपडाले सफा गर्नुपर्ने हुन्छ। त्यसरी पुरा राम्ररी सफा गरेर, एकदमै यसलाई सफा गरेर यसमा चाहिँ यो डढेको मोबिल लाउनु पर्ने हुन्छ। किनकि यसले चाहिँ सिमेन्टलाई पक्रिँदैन। फर्माबाट सिमेन्टको गमला निकाल्दाखेरि चाहिँ यसले गमला निकाल्न सजिलो हुन्छ। यसले चाहिँ छोड्छ। यो लाएन भने चाहिँ पक्रिन्छ, निकाल्न गाह्रो हुन्छ। त्यसले गर्दाखेरि यो लाएपछि चाहिँ गमला निकाल्न एकदमै सजिलो हुन्छ। त्यही भएर यो प्रयोग गर्नुपर्छ। यो चाहिँ साह्रै धेरै नलाउनु होला। मैले चाहिँ अलि यहाँ बढी नै खनेको छु होइन। यसलाई त्यति बढी खनाउनु पर्दैन, तर लाग्ने चाहिँ सबै ठाउँमा लाग्ने गरी गर्नुपर्दछ। एउटा कपडाको अथवा एउटा ब्रसको सहायताले तपाईँले यो चाहिँ मोबिल लाउन सक्नुहुन्छ। मोबिल लगाइसकेपछि मसला तपाईँहरूले हात राम्ररी पुसेर हातमा चिल्लो हुनु हुँदैन। चिल्लो सबै पुसेर अथवा चिल्लो चाहिँ मसलामा मिक्स हुनु हुँदैन। चिल्लो पुसेर तपाईँहरूले यसरी गमलामा मसला हाल्नुहोस्। तयार गरेको मसला यसरी हाल्नुहोस्। यसरी यो ठिक्क हाल्नुहोस्। धेरै पनि होइन, धेरै हाल्यो भने बढ्ता हुनसक्छ। ठिक्क लाउनुहोस्। लगाइसकेपछि यसलाई
माथि उठाउनु त यस्तो गत्तो पारि देख्ने गरी अलि माथि अलि उता हाल्नु यसो लगाइसकेपछि यसरी तपाईँले यसलाई यसरी गर्नुपर्छ तान्दै यसरी भित्तामा टाँस्ने हो गमलाको भित्तामा देखिँदैछ यसरी गमलाको भित्तामा टाँस्ने हो पुगेन भने फेरि लाएर थपको लागि मसला तपाईँले गमलामा लगाइसकेपछि यसलाई गमलामा फेरि नघोल्नु होला किनभने चिल्लो सबै ठाउँ लाग्छ त्यसले गर्दाखेरि अनि यसरी लगाइसकेपछि एकदमै यसलाई यसरी चाहिँ नि खाद्नुपर्छ पुरा खाद्ने हो टाइट गर्ने हो नजिकै पो साह्रै यसरी टाइट गर्ने हो टाइट गर्नुपर्छ यसरी यसलाई मजाले टाइट गर्ने हो पुरा खार्ने हो किनभने टाइट भएन भने यो निकाल्दाखेरि फुट्न सक्छ टाइट भएन भने चाहिँ यसले यसलाई पुरा खार्नुपर्छ एकदमै मजाले हातले बेसरी खार्ने धेरै बेरसम्म यसलाई खार्नुपर्छ राम्ररी चारैतिर एकदमै राम्ररी खार्ने पुरा टाइट गर्ने अलिक पातलो भएको ठाउँमा फेरि थप्नुपर्छ गमलालाई साह्रै नहल्लाउनु होला फर्मालाई धेरै हल्लायो भने बगेर यसरी झर्न सक्छ मसला धेरै पानी बढी भएको मसला नबनाउनु होला किनभने त्यो बढी भयो भने पानी यो मसला बग्छ बुरुर गर्ने खालको मसला चाहिँ तपाईहरुले बनाउनुपर्छ एकदमै मजाले यो टाइट गर्ने एकदमै राम्रो टाइट गर्ने खाप्ने यो बनाउँदा चाहिँ हतार नगर्नु होला तपाईहरुले हतार गर्नुभयो भने फेरि हतार नगरिकन धैर्य गरेर धेरै बेरसम्म यसरी पुरा खार्नु होला अनि धेरै पातलो पनि बनाउनु हुँदैन बाक्लै बनाउनु पर्छ लगभग 2.5 सेन्टी 2 सेन्टी 2.5 सेन्टीको अन्दाजी 2.5 सेन्टीको अथवा पाउने 1 इन्चको अथवा 1 इन्चको चाहिँ अलि बाक्लै हुन्छ 1 इन्चभन्दा अलिक कम भएको मोटाइ भएको बनायो भने ठिकै हुन्छ यस्तो भइसकेपछि भित्र यसरी चाहिँ मजाले चिल्लो बनाउनुपर्छ राम्ररी अनि यसको चाहिँ यी भित्ताको लेभल हातले गर्दाखेरि यहाँ औँलाको डाब बसेको हुन्छ त्यसले गर्दाखेरि यसलाई सिधा बनाउन चाहिँ यसरी
यसरी चाहिँ यसरी हामी पेन जस्तो गर्नुपर्छ बाजे हुनु पर्छ सरी कति सरी यसरी नियम बढे छ बढे यसरी चाहिँ गर्नुपर्ने हुन्छ यसरी यसले सफा बनाएर चिल्लो बनाएर यसलाई भित्रको मोटाइ कतिको छ त्यो पनि हेर्नुपर्ने हुन्छ यो धेरै मोटाइ भएछ त्यसले गर्दाखेरि अलिकति मैले खोलेँ तल पिठमा मैले खोलेँ यसको मोटाइ अहिले चाहिँ ठिकै भएछ तैपनि यसलाई अलिकति फिनिसिङ गर्छु म अनि यसलाई चाहिँ हातले पुरा चिल्लो बनाउने पन्जाले यसले चिल्लो बनाउने यसले चिल्लो बनाउने अलिक राम्रो देखाउनु अलि उता अलि हो अलि माथि हो त्यसलाई चिल्लो बनाउनु नलाइराख्नु यसलाई चिल्लो बनाइसकेपछि तपाईँले चिल्लो बनाएपछि यसलाई मुखलाई चाहिँ अलिक यसलाई पनि सानो गरेर यसरी मिलाउनुपर्छ राम्रो र आकर्षक देखिन्छ मात्रै ठाउँमा मसला थप्नुपर्छ नि तपाईँको ठाउँमा यसरी मसला थप्ने मसला थप्ने यसरी यसरी बिटमा मसला थपेपछि यसले टर्नीकै सहायताले यसलाई चाहिँ चिल्लो बनाउने टर्नीको सहायताले यसलाई फेरि हातले यसरी चिल्लो बनाउने यसलाई आकर्षक र राम्रो बनाउनु चाहिँ तपाईँहरूको हातमा हुन्छ जति मेहनत गरे त्यति राम्रो हुन्छ जति मेहनत गरे त्यति राम्रो हुन्छ हतार गर्नु हुँदैन बनाएपछि त्यसपछि एकदमै यो चिल्लो बनाएपछि यसको मोटाइ भइसकेपछि यो चाहिँ गमला गयो भने बिचबाट पिँधमा यसरी पाल पार्नुहोस् यो पाल चाहिँ पुरा वारपर भएको हुनुपर्छ त्यसपछि यसरी तयार भएको गमला चाहिँ यो तयार भएको गमला चाहिँ यसरी लगेर अर्को ठाउँमा लगेर यसरी बोकेर लगेर चाहिँ यसलाई यसरी घप्ट्याउनुपर्छ यहाँ पक्रेर यसरी घप्ट्याउनुपर्छ देख्नुभयो होला यसरी घप्ट्याएपछि यसरी गमला तयार हुन्छ अनि यो चाहिँ यो गमला यसो तयार भएको गमला चाहिँ टक्रेको लगेर राख्ने हो उठाएर लगेर राख्ने राखेपछि भोलिपल्ट चाहिँ 24 घन्टा पछाडि यसलाई चाहिँ यसरी खन्याउने हो यसरी घोप्टो पारेर बिस्तारै घोप्टो पारेपछि यसरी निस्किन्छ यसरी गमला तयार हुन्छ गमला तयार भएपछि
तपाईँहरूले यो रेड अक्साइड र यसलाई चाहिँ सिमेन्टसँग मिलाएर बटुकामा मिलाएर ब्रसको सहायताले तपाईँले यसरी कलर गर्न सक्नुहुन्छ। यसरी कलर गर्न सक्नुहुन्छ। यो आकर्षक कलर आफ्नो इच्छाअनुसारको बनाउन सक्नुहुन्छ। यहाँ तपाईँले यो पुटिङ गर्नको लागि चाहिँ व्हाइट सिमेन्ट पनि प्रयोग गर्न सक्नुहुन्छ। सेतो सिमेन्ट, व्हाइट सिमेन्ट रेड अक्साइडसँग मिलाएर हैन अर्कै कलरको लाउन सक्नुहुन्छ। यहाँ चाहिँ मैले कालो सिमेन्टसँग मिसाएर मैले यहाँ कलर गरेको छु। अनि हेर्नुहोस् गमलाहरू यसरी चाहिँ गमला तयार हुन्छ। यसरी गमला तयार हुन्छ। यहाँनिर यस्तो हुन्छ। यहाँ गमला देखियो होइन गमला यसरी गमला तयार हुन्छ। अनि भुल्न नहुने कुरा चाहिँ यसरी तयार भइसकेको गमला चाहिँ टक्रक्क लगेर राख्ने, एक ठाउँ लगेर यसरी लगेर राख्ने। राखेपछि 24 घन्टामा चाहिँ यसलाई यसरी बिस्तारै घोप्टो पार्ने। निस्किन भने यो बिस्तारै यो थिचेर यसको बिटहरू यसरी थिचेर बिस्तारै तानेर खुकुलो भएपछि बिस्तारै खन्याउने। यसरी चाहिँ हामी गमला बनाएर चाहिँ हामी हाम्रो घर आँगन बरान्डा बारदलीहरूमा हामी राखेर कौसीहरूमा राखेर हामी फुलहरू रोप्न सक्छौँ।